हजुरहरु सबैजनालाई मेरो रजनीगन्ध ब्लगमा वेलकम छ। अनि आज माता तीर्थ औँसी जो जहाँ रहनु भएको सबैजना आमाहरुप्रति मेरो हार्दिक शुभकामना छ। आज माता तीर्थको दिनमा सबै आमाहरु चाहिँ आमाहरुको मुहारमा चाहिँ खुसी देख्नु पाओस् यही नै चाहन्छु। अनि मेरो भ्लग चाहिँ छोटो मिठो भ्लग चाहिँ अन्तिमसम्म हेरिदिनु है त। ल बुहारी चाहिँ माइत जाने भएर चाहिँ यहाँ मम्मीले टीका लगाइदिँदै हुनुहुन्छ है नानीलाई। सानो मान्छे चट्टा गर्नु हराम पर्छ पर्दा मलाई त नानी ल सुन्न आयो भने आमा के हो यो बहुत टिटिलो हुन्छ ल ल बाकी माथि सुलुम लैजान लैजान ह्याप्पी मदर्स डे। माता दिदीको धेरै धेरै शुभकामना हाम्रो मम्मीलाई। ल ह्याप्पी मदर्स डे। ल लिनु अब काट्नु मम्मी यतिकै राख्ने हो। हजुर ल अब के काट्नु मम्मी यतिकै राख्ने हो। हजुर अलि जाउँ बाबा ल ठिकै छ ठिकै छ के ल काट्नु मम्मी टिका गर्नु पनि अनि काट्नु न पहिला। ह्याप्पी मदर्स डे। माता तीर्थ औँसीको धेरै धेरै शुभकामना हाम्रो मम्मीलाई। काट्नु काट्नु अलिक थोरै पिस भयो काट्नु हो त्यसरी यस। ल अब मम्मीलाई म पहिला खुलाउँछु है पहिला टीका लगाउँछु है। ल दुर्गा माताले रक्षा गरून् रे ल सधैँ खुसी देख्नु पाए मम्मी लगाइदिनु ल तिमीलाई नि मनले ताकेको होस् इच्छाहरू पुरा होस्। अब केक खुलाइन्छ है। ल मम्मी ह्याप्पी मदर्स डे। ल अब एउटा मिठाई खुलाउँछु है। हो है बस त खुलाउनु भयो नि यो सानो ल अरू चाहिँ मैले केही दिन पाएँ यसपालि चाहिँ मम्मीलाई यो है। ल थ्याङ्क यू वेलकम। यता गर्नु मम्मी मेरो चाहिँ यस्तै सिम्पल रह्यो है मदर्स डे चाहिँ। कस्तो लाग्यो मम्मीलाई? खुसी लाग्यो राम्रो यस्तो गर्नु ल